हाई गाइस, नमस्ते जजलोपा। म चाहिँ आज फर्स्ट टाइम मिनी ब्लग बनाउँदैछु। आज चाहिँ हामीहरू बन्दीपुर जान लागेको केबल कारमा, त्यसैले हामीहरू पहिलो गेटमा आइपुग्यौँ। पहिलो गेटमा आउने क्रममा हामीहरूलाई थाहा भयो कि त्यहाँ लन्च ब्रेक भएको रहेछ। त्यसैले हामीहरूले त्यहाँको निःशुल्क भेनको सुविधा लिएर 50 रुपियाँ टिकट काटेर चाहिँ हामीहरू पार्क हेर्नतर्फ लाग्यौँ। र पार्क चाहिँ एकदमै रमाइलो ठाउँमा थियो र एकदमै आनन्द आउने ठाउँमा पनि थियो। त्यसैले हामीहरूले त्यहाँ गएर फोटोहरू पनि खिच्यौँ र इन्जोय पनि गऱ्यौँ। ठुलोको लागि मात्र नभएर त्यहाँ सानोहरूको लागि पनि फन पार्क थियो र मेरो छोरीहरू चाहिँ त्यो फन पार्कमा रमाउँदै थिए र इन्जोय गर्दै थिए। र इन्जोय गर्दै गर्ने क्रममा चाहिँ 2 पनि बजिसकेको थियो साथीहरू। र 2 बजिसकेपछि चाहिँ हामीहरू चाहिँ बन्दीपुर केबल कार टिकट काट्नतर्फ लाग्यौँ र हामीहरूले त्यहाँ गएर टिकट पनि काट्यौँ। र टिकट काटेर हामीहरूले टिकट इन्ट्री पनि गऱ्यौँ। र इन्ट्री गरिसकेपछि चाहिँ हामीहरूले त्यहाँ घरमै उत्पादन भएको हाउस होल्ड सामानहरूको पनि एक्सप्लोर गऱ्यौँ। त्यहाँ चाहिँ एकदमै राम्रो सामानहरू थियो र एक्सप्लोर गर्दै गर्ने क्रममा हामीहरूको केबल कार चढ्ने समय पनि आइपुग्यो र हामीहरू केबल कार चढ्नतर्फ लाग्यौँ। र केबल कार जति नै हाइटमा पुग्दै थियो उति नै मेरो दिदी, मेरो छोरीहरू र मेरो बहिनीहरू पनि डराइराख्नु भएको थियो। म भने चाहिँ फुल अफ इन्जोय गर्दै थिएँ। र हामीहरू आएको ग्याङ भनेको चाहिँ यति नै हो साथीहरू। हजुरहरूले पनि देख्नुभयो होला। र हामीहरू चाहिँ त्यहाँ बन्दीपुर बजार घुम्नतर्फ लाग्यौँ। र म चाहिँ धेरै वर्षपछि आएको हुनाले चाहिँ म पनि एकदमै इन्जोय गर्दै थिएँ र एक्सप्लोर गर्दै थिएँ र रमाउँदै पनि थिएँ। र रमाउँदै एक्सप्लोर गर्दै गर्ने क्रममा चाहिँ हामीहरूले कायस्था गिफ्ट हाउस देख्यौँ र हामीहरूले त्यहाँ गएर ड्रेस लाउने डिसाइड गऱ्यौँ। र मैले पनि त्यहाँ गएर शेर्पा ड्रेस लगाएँ। म चाहिँ आफैलाई हेर्दै मक्ख परिरहेको थिएँ र ग्रुपमा भिडियो चाहिँ लिन पाएन। र हामीहरूले त्यहाँ गएर एउटा दुईटा टिकटक चाहिँ बनायौँ। त्यसपछि हामीहरू बिस्तारै हेर्दै घरतर्फ लाग्न थाल्यौँ। र घर जाने क्रममा चाहिँ हामीहरूले त्यहाँ पाउमाडा पसल पनि देख्यौँ र हामीहरूले त्यहाँ पाउमाडा पनि किन्यौँ। र हामीहरू चाहिँ अप एन्ड डाउनै केबल कारमा गरेको थियो। त्यसैले हामीहरू पालो कुर्दै थियौँ र हामीहरूको पालो पनि आइपुग्यो। र तल झर्ने क्रममा चाहिँ मेरो दिदीहरू चाहिँ डराउनु भएको थिएन भने मेरो डिम्पू छोरी मात्र डराएको थियो। र हामीहरू 15 मिनटपछि चाहिँ केबल कारबाट ओर्लियौँ। केबल कारबाट ओर्लेपछि हामीहरूले हल्का फुल्का आफ्नो कला पनि देखायौँ र यतिको इन्जोय पनि गर्नुपर्छ है त साथीहरू। र हामीहरूले चाहिँ त्यहाँ गएर केही पनि खाएको थिएनौँ, किनकि हामीहरू चाहिँ हिजो नै डिम्पूको घर आएको थियो। त्यसैले हामीहरूलाई आज घर पनि जानु थियो। त्यही भएर हामीहरू चाहिँ सिधै हतार गरेर डिम्पूको घरतर्फ लाग्यौँ। र डिम्पूको घर गएर हामीहरूले खाना खायौँ। र खाना खाइसकेपछि चाहिँ हामीहरू हाम्रो घरतर्फ लाग्यौँ। म र मेरो दिदी चाहिँ स्कुटरमा आएको थियो भने हामीहरू चाहिँ स्कुटरमा नै घर फर्कियौँ। मेरो मिनी ब्लग हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।